हेलो साथीहरू, अस्ति चाहिँ हामी पिकनिक खानु गएको थियौँ। त्यता चाहिँ यति धेरै बयरहरू पाकेको रहेछ, कता फाका फाका कता कता चाहिँ पुरा बयर पाकेको रहेछ। अनि हामी चाहिँ लज घुमेर आउँदाखेरि मैले चाहिँ कतिवटा बयर टिपेँ, एकदम छेउछेउमै माटमै क्या मजाको भएको। अनि मैले चाहिँ कतिवटा बयर टिपेँ, कस्तो छ भनेर। खानुमा चाहिँ एकदमै टेस्ट रहेछ, अझै धेरै टिप्नु पर्दो रहेछ होइन। अनि मम्मीहरू पनि अगाडि अगाडि जानुभएको थियो, खानाहरू पाएको अरे, अन्त बोलाएको थियो, त्यही भएर। अनि मैले चाहिँ खालि 5वटा मात्रै बयर टिपेर टेस्ट गरेको, त यति मिठो थियो, गुलियो थियो साथीहरू। र हाम्रो चाहिँ खानाको आइटममा चाहिँ के छ भन्दा चाहिँ म देखाउँछु है साथीहरू। यहाँ चाहिँ छ मासु, पोल्ट्रीको मासु, पापड, फुलकोपी अनि बन्दाकोपीको नाप्रा, आलु भाजा होइन, अनि माछा। अनि म चाहिँ खसीको मासु खाँदिनँ नि त, त्यो मेरो लागि चाहिँ पोल्ट्री। अनि हाम्रो सबैजनाको खानापिनाहरू भइसक्यो र यता छेउछाउमा चाहिँ अरू पनि मान्छे पिकनिक खान थियो। अनि म चाहिँ खानापिना खाएर गाडीमा बसिरहेको थिएँ। अनि अरू चाहिँ अब घर जान्छन्, अनि हामी चाहिँ पनि घर जाने। बाबाहरू चाहिँ ढिलो आउनुहुन्छ नि त सबै लिएर। ल त साथीहरू, मेरो मिनी ब्लग यहीँ शेष गर्छु। बाई बाई।